अनि बालेनलाई जसले पठायो जसले खटायो जिताउने जिम्मा लिएरै यहाँ पठाएको होला नि। जिताउने ग्यारेन्टी लिएर हराउने गरी प्रधानमन्त्रीको क्यान्डिडेट भन्ने जित्ने खालको ठाउँमा लानु पर्दैन। प्रधानमन्त्रीको क्यान्डिडेटलाई जित्ने ठाउँमा लानु पर्दैन। तपाईँ यसै विचार गर्नुहोस्। प्रधानमन्त्रीको क्यान्डिडेटलाई त अलिकति सजिलै ठाउँमा मान्छेले लान्छ होला नि त। प्रधानमन्त्रीको क्यान्डिडेट भनिसकेपछि देशको सबभन्दा कठिन ठाउँमा किन पठायो होला भन्दा जहाँ हार्ने बाहेक अर्को विकल्प छैन त्यस ठाउँमा सूर्य हावा भरेर किन पठायो होला। कोही कोही मान्छे रिस्क लिन मन पराउनुहुन्छ नि, बन्जी हान्छ नि कस्तो 150 मिटर। त्यो त बाँधेको हुन्छ बगाइदा त्यो केही हुन्न भने त निश्चितै छ नि त। डराउनु नै बेकार छ नि। बन्जी जम्प गर्दा डराउनु पर्ने आवश्यकता